माइतीको जेठी छोरी अनि घरको कान्छी बुहारी भएकोबाट सबैले धेरैभन्दा धेरै माया दिएर हुर्केकी हो। अहिले घरमा पनि सबैजनाले कान्छी भनेर धेरै माया र साथ सपोर्ट दिइरहेको छ। त्यसैले पनि होला हरेक कुराहरू इजी लाग्न थालेको छ, सबैजनासँग छिट्टै घुलमिल हुन पाएको छ। अनि हिजो चाहिँ हाम्रो भोज रहेको थियो। अब यत्तिको सजधजको त जानै पर्यो घरको कान्छी भएर। अनि हामीले चाहिँ पानीपुरी खायौँ सुरुमै निली र म। मेरो आमाको हाँसो त आइ हाइ मर्छु कि क्या हो म त। अब सबैजनालाई देखाउने त कुरा त हुनु पर्यो होइन। बुहारीमा चाहिँ कति एक्टिभ हुने, अब सबैजनालाई पनि एक्टिभ गराउनु पर्यो नि त साथीहरू, के कसो हो होइन र। आफू मात्रै रमाइलो गर्ने भने त होइन नि त। हरेकलाई आफ्नो इच्छा आफ्नो रहर पुरा गर्ने पुरा अधिकार छ कि। उहाँहरूले पनि धेरै स्ट्रगल गरेर यहाँसम्म पुग्नु भएको हो होइन। मलाई जस्तै उहाँलाई पनि इच्छा लाग्छ होला। म जस्तो बुहारी पाएर सासू एकदमै खुसी हुनुहुन्छ अरे क्या साथीहरू। अनि सबैजनासँग मेरो एकदमै राम्रो बन्डिङ बढिरहेको छ हिजो आज। अनि यसरी बाँसुरीको धुनमा यसरी नाच्दाखेरि एकदमै रमाइलो पनि भइरहेको थियो कि। आजलाई यति नै साथीहरू, कस्तो लाग्यो कमेन्ट गर्नु होला।